भने नि मैले हिजो पनि म आत्मासँगै जोडेको छु कि अहिले हेल्दी लिभिङमा मैले चाहेर पनि यो जीवनमा कहिले पनि हेल्दी लिभिङलाई छोड्न सक्दिनँ किनभने मेरो लाइफलाई एउटा पुरै चेन्ज गरिदियो कि जुन मैले कतैबाट पनि छुटकारा पाउन सकिनँ। मेरो हड्डीको समस्या त्यस्तै थियो, ढाड बाङ्गो भने डक्टरले जाँदा दैले पनि उमेरसँगै अलिकति सिधा बाङ्गो हुने, तपाईँको त अलिकति त्यो टुक्रा टाइपको ढल्किएको छ, त्यही भएर तपाईँलाई हुँदैन निको, तपाईँलाई धेरै समस्याहरू छ, नसा च्यापेको छ, अपरेसन गर्नलाई मलाई सजेस्ट गरेको थियो तर मैले मानिनँ किनभने अपरेसन गर्दाखेरि मेरो फुपूको छोरा त्यही गर्दा गर्दै बित्नु भएको थियो है। अनि त्यही भएर मैले गर्न चाहेको थिएन। अनि मलाई यो हेल्दी लिभिङमा मेरो राधा महर्जनजी सिस्टर हुनुहुन्छ, दिदी हुनुहुन्छ, यो सम्पूर्ण अब बिस्तारै बिस्तारै भनौँ न। अनि कृतिना म्यामले हेल्प गर्नुभयो, यो प्रडक्ट लिएपछि ठिक हुन्छ भनेपछि मैले सबै लिएँ। त्यसपछि मलाई हड्डीको समस्या छैन, ढाडको समस्या छैन, नसा च्यापेको छैन, डक्टरले ठिक हुँदैन थेरापी सधैँ गर्नुपर्छ त्यो पनि मैले गरिनँ। अहिले सबैबाट मैले निजात पाएँ कि माइग्रेन, ग्यास्ट्रिक, यो हड्डी सम्पूर्ण। त्यही भएर यो प्रडक्टहरू विषयमा चाहिँ म 99 होइन 100% म ग्यारेन्टीका साथ भन्न सक्छु जसलाई हड्डीको समस्या छ उहाँहरूलाई सजेस्ट गर्नुहोस्, 100% ठिक हुन्छ है यसले। तर उहाँहरूले लिँदाखेरि यो लिने कि त्यो लिने यो गर्नु भएन कि जे लिनुपर्छ नि त्यो प्रडक्ट भनेको छ नि त्यो सबै चिज लिनु पर्यो। अब म ग्लुकोजामिन लिउँ कि क्याल्सियम लिउँ, कोलाजिन लिउँ कि क्याल्सियम, यो गर्नु भएन कि ग्लुकोजामिन, कोलाजिन, क्याल्सियम, क्रिल ओइल, नुनी होइन, हड्डीको लागि भन्ने बित्तिकै यो 4-5 प्रडक्ट त मजाले लिनु पर्यो, त्यसपछि उहाँहरूलाई 100% ठिक हुन्छ है। भन्दै अब मैले मेरो कुरालाई मैले आज यति भन्दै यही टुङ्ग्याउन चाहेँ। थ्याङ्क यू सो मच कृतिना म्याम।